चढेन फ्लाइट अरे। हेलो गाइजहरू, म चाहिँ आज तपाईँहरूको माझमा सानो भिडियो लिएर उपस्थित भइसकेको छु। यो चाहिँ कोशी प्रदेश उदयपुर जिल्ला भित्री मधेसमा पर्ने उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा हामी छौँ। अनि आज चाहिँ सटरडे हामी कहाँ जान्छौँ भने त तपाईँहरूलाई थाहा नै छ, मैले कतिवटा भ्लगमा भनिसकेको छु। अनि मेरो के भन्नु, अब यो जीवन साथी भनौँ उयो, अनि हाँसे व्यङ्गीको साथी भनौँ उयो, म पल पलको साथी हो, घरमा बस्ने भने पनि उयो, सबै उयो है। अनि यो चाहिँ देख्न सक्नुहुन्छ यो बस पार्क तिर्जुगा बस पार्क हो। यहाँ चाहिँ काठमाडौँ, झापा, मोरङ, सुनसरी, धरान, सिरा, सप्तरी सबै जाने ठाउँ यही हो। नेपाल टार यता सबै हो। यो चाहिँ उहाँबाट रोड आउँछ भने, अनि यो चाहिँ यता छ, यस्तो हो। अनि यही बाटो है, यो लाहान जाने बाटो चाहिँ अगाडि, अनि हामी चाहिँ यहाँ पछाडि। अनि आज चाहिँ हामी शान्तिधाम जान लागेको है। शान्तिधाम चाहिँ यता पर्दो रहेछ, यहाँ सानो बाटो छ। अनि यो सानो बाटोबाट चाहिँ हामी शान्तिधाम अगाडि हो, अगाडि देखाइरहेको छु, शान्तिधाम जान लागेको। अनि ल हेर्नु, शान्तिधाम गेट आउँदैछ, शान्तिधामको गेट आउँदैछ। अनि म चाहिँ यहाँ उफ्री जाँदैछु। म पनि छु, अगाडि नै हो कि। फाइनली हामी चाहिँ गेट आइपुग्यो शान्तिधामको। अब चाहिँ हामी यहाँ भित्र जाने, अब चाहिँ हामी भित्र जान्छौँ। नजाऊ कि जाऊँ न, आइसकेपछि नजाने कुरा हुन्छ, जाने हो नि। आइसक्यो, यो के हो, मरेको मान्छेको स्मृतिमा बनाइदिएको हो क्या, सबै नामै जान्छ। खेल्थ्योहरू हामी चाहिँ यहाँ चाहिँ टिकट पनि लाग्दैन शान्तिधाममा चाहिँ। अनि यहाँ त्यति राम्रो बन्दोबस्त गरेको छैन। अब बन्दोबस्तहरू गरिसके पछाडि चाहिँ मात्रै टिकटहरू लाग्ने बनाउँछ होला। यहाँ रुखहरू पनि छ, यहाँ बस्ने ठाउँ। बेबी यहाँ बस्नु तल छ जस्तो छ, रुखहरूको बिचमा बस्दाखेरि राम्रो यस्तो रुखहरू छ। अनि ऊ त्यहाँ चाहिँ जानु भनेको विशाल मूर्ति भएकोमा हनुमानको पुच्छरसम्म। हनुमानको पुच्छर त तिमी नि समाउ, अलि भात खाएको जस्तो देखिरहेको छ। आज चाहिँ त्यो हनुमानको पुच्छर समाउँछ नि होला, हनुमानको पुच्छर समाउँछ नि होला। अस्ति त हामीलाई त जुत्ता लाएर पस्नु दिएको थिएन त, कहिले हो? अनि उहाँहरूले त जुत्तै लगाइरहेको त, नि। अनि हामी चाहिँ के भन्दाखेरि कस्तो उडास लाग्दो तर स्याउ लगाइरह। बेबी आऊ न, अब चाहिँ पानी पोखरी जाने, अनि माछा देखाउँछु म। आमामा माछा हेर त बेबी, यहाँ आऊ न, यहाँ पानी नि सुकेछ र। मन्दिर देखाउँदिन म, माछा चाहिँ देखाउनु लिएको।
अघि त धेरै छ आउँदैन त माछा पनि देखेँ मैले यो अशान्ति धामको मन्दिर पनि छ यहाँ चाहिँ अशान्ति धामको मन्दिर 1 2 3 4 वटा अशान्ति धामको मन्दिर 4 वटा त्यो बोटहरू छ के को मन्दिर हो यो मेरा ब्लॉग में स्वागत है तपाईँहरू आफै हेर्नु है म केही पनि बोल्दिनँ बेबी त्यहाँ हेर न कति धेरै छ क्या ल बेबी लु माथि पनि त्यहाँ नि त लक छ नि त पुरा त्यस्तो ठाडो पारेर एकछिन रोग अब त्यो गौतम बुद्ध भएको गौतम बुद्ध होइन ए त्यो यहाँ चाहिँ गौतम बुद्धको अनि के अरे त हनुमानको मूर्ति छ 2टा मूर्ति मात्रै हो ल गौतम बुद्ध चाहिँ यहाँ हुनुहुन्छ ओ शान्तिधाम चाहिँ यसकै लागि बनाएको होला सायद है अब सबै घुमाइसक्यो अब चाहिँ एउटा मूर्ति बाँकी छ मैले देखाउनु त्यो मूर्ति चाहिँ हनुमानको मूर्ति यो बनाएको त हामीले देखेको नि उहाँ पर घरमा बनाउँदै गरेकै देखेको यस्तो छ अनि उहाँको चाहिँ हातभरि केही आज ठाउँ खाली छैन त्यही भएर ओके यस्तो पिङमा होइन यो पुरै देखाइदिन्छु पुरै हो यो चाहिँ हिमालहरू जस्तो छ के हो हनुमानको त अनुहारै देख्दैन त बेबी अनुहार पनि देख्दैन ल यस्तो बनाएको छ जाने अनि सबै यहाँ चाहिँ बच्चा जस्तै खेल्ने ठाउँ छ अनि ठुलो मान्छे पनि खेल्दो रहेछ सुरुवात हो नि त बेबी केचोटि खतरा बनायो भने त फेरि मान्छे ढलिहाल्छ नि बच्चा तिमी खेल्ने ठाउँ कसो तिमी पनि ल लेट्स गो कराउँदो रहेछ कानमै एकदमै रमाइलो छ आफू चाहिँ खेल्दैन हेर न मेरो पालै आएको छैन नि त हौ ल म 1 2 3 4 ल गो स्टार्ट चलो उफ बिचरा नानी उहाँको पनि अब 9-10 वर्षमा खेल्न पाएन गाइजहरू अहिले 21 वर्षमा हो गाइज उहाँको कुरा एकदम ध्यान दिएर सुन्नुहोस् अब तिम्रो कति भए मलाई पुग्यो ल अब म खतरा खेल्दिन्छु अरे मलाई रिङ्गटल चल्छ छोड त्यहाँ
अलि यता देखेन लेट्स गो भयो 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 अनि अब भ्लग खतम गरेर फोटो खिच्नु पर्छ यस्तो राम्रो रुख छ यो कस्तो राम्रो अब यहाँ पुरै अब चाहिँ यो सबै प्लास्टरहरू गरेर अनि त्यसपछि अलिक राम्रो म्यानेजमेन्ट गरिसके पछाडि चाहिँ यहाँ टिकटहरू पनि लाग्न सक्छ होला सायद मलाई त्यस्तो लाग्छ अनि अब चाहिँ यहाँभन्दा बढी मैले केही पनि बोल्न नि चाहिनँ अनि गर्मी भइरहेछ त्यही भएर अब म यहाँ रुखबाट चाहिँ अनि यहाँ रुखमा बसेर त्यसपछि बन्द गर्न चाहन्छु मेरो सानो भिडियोलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिदिनु होला ओके बाई बाई